चाहिँ यसको बारेमा विशेष कुरै गर्न सकिन्छ। अब यतिसम्म अहिले पुष्टि भइसक्यो कि एउटा सिजेरियन सेक्सनबाट जन्मेको बच्चो र नर्मल भजाइनल डेलिभरीबाट जन्मेको बच्चाको माइक्रोबायोटा फरक हुन्छ र जो चाहिँ पेटको माथिबाट जन्मन्छ उसले आमाको योनिबाट पाउने जुन नेचुरल कीटाणु हो त्यो नपाएपछि उसको इम्युनिटी कमजोर हुन्छ र उसको क्यान्सरको फोल्ड, अब यो सुन्नुहोस्, 4 टाइम्स इन्क्रिज हुन्छ एडल्ट लाइफमा। जबकि जो नर्मल अब अहिले के हौवा भएको छ भने खास गरी यङ केटीहरूमा कि म यो दुखाइ सहन सक्दिनँ, म लेबरमा, मलाई फटाफट मलाई चाहिँ सिजेरियन गरिदियो। डाक्टर साहबहरू पनि त्यसमै लाग्नु भएको छ र एउटा के भएको छ भने सिजेरियनको पैसा अलिकति बढी आउने भने डाक्टर साहब पनि त्यसमा प्रलोभन छ। अहिले आएर 2-4 अस्पतालले के गरिदिनु भने होइन, सिजेरियन सेक्सनको चाहिँ हामीले घटाउनुपर्छ भने उहाँहरूले नर्मल डेलिभरीको प्राइस बढाइदिनु भयो। त्यसले गर्दा अहिले नर्मल डेलिभरीतिर धेरै डाक्टर साहबहरू चाहिँ गइरहनु भएको छ। साथसाथै दुध खुवाउने नखुवाउने, अब यसले पनि के पुष्टि भयो भने ब्रेस्ट फेड बच्चाको चाहिँ माइक्रोबायोटा कम्प्लिटली फरक हुन्छ आर्टिफिसियल दुध खुवाउने बच्चाको। यो पनि प्रुभ के भइसक्यो भने यसले पनि क्यान्सर र ओबेसिटी, खास गरी आमाको दुध नखाएको बच्चाको चाहिँ ओबेसिटीको सम्भावना, चाइल्डहुड ओबेसिटीको सम्भावना बढी हुन्छ। र हाम्रो अहिले साइन्सले के देखाएको छ भने चाइल्डहुड ओबेसिटी भनेको 3 वर्षदेखि तपाईँको 14, 15, 16 वर्ष त्यो बेलाको मोटोपन चाहिँ सबैभन्दा डरलाग्दो मोटोपन। अहिले हाम्रो समाजमा तपाईँले हेर्नुभयो भने तपाईँ म हुन त, अब तपाईँ मभन्दा अलिक उमेरमा सानो हुन्छ, म केटाकेटी हुँदा या सायद तपाईँको पालामा पनि स्कुलमा हाम्रो क्लासमा 60 जना थियो भने 1 जना 2 जना मोटे हुन्थ्यो, उनीहरूको नामै हामी मोटे भन्थ्यौँ। अधिकांश हामी सब सिङ्कुटे हुन्थ्यो। र अहिले हेर्नु भने ठ्याक्क उल्टो भएको छ। पछि अधिकांश बच्चाहरू धेरै फ्राइड फुड खाने, धेरै चाहिँ यो बाहिरको खाना खाने भनेपछि अहिलेको जुन एउटा नराम्रो ट्रेन्ड आएको छ कि यो फ्राइड खाना, बाहिरको खाना, वेस्टर्न खाना खाने, त्यसले पनि एउटा नराम्रो चाहिँ पेट सम्बन्धी रोगहरूलाई बढाउने काम गरिरहेको छ। अब आयो तपाईँको चौथो चिज पानी। पानी पनि तपाईँले एकदम, पानीले धेरै रोगहरू निम्ताउँछ। अब निम्त्याउँछ पनि र सही पानी खायो भने धेरै निर्मूल पनि गर्छ। एकदम एब्सोल्युटली करेक्ट। अब